गाइस आज हामी गएर मेरो साथीको ट्रक लिएर त्यो कहाँदेखि सामदाङदेखि सोलसम्म म जाँदा भन्थेँ म अस्ति नै त्यसको गाडी पोखरी बस्न लाग्यो त्यति बेला उसले मलाई एउटा काम गर्न पठाइदियो। अब बाध्यता हुँदैन पनि ल एकदम मैले भन्नु होला मैले पहिला नआएको भनेको उसले पनि साथीहरू पनि गर्नु त नगर भन्थ्यो मैले गरिदिएको ल हेर्नुहोस् न। ट्रकमा चाहिँ यस्तो स्टियरिङहरू रहेछ कि हामी चेन्ज पनि गर्न सक्छौँ यस्तो स्टियरिङहरू। यो ट्रकको स्टियरिङ पनि हाल्न सक्छौँ। यो नयाँ खाले स्टियरिङ के फाइनली निस्किरहेको ट्रकमा चाहिँ सामान लोड भइसक्यो अलरेडी। ट्रकमा चाहिँ त्यो सामान चाहिँ के हो भने त्यो सिमेन्टहरूको बोरा धेरै छ के सिमेन्टहरूको बोरा एकदम धेरै छ। के भयो यहाँ हाम्रो भाले ल्याबमा निस्कियो कि ट्रक हो कि ट्रक निस्किन्न के माथि चढ्छ तो गाइस अब हाम्रो निकाल्न सक्छौँ सायद ट्रक यहाँदेखि जाँदैन रहेछ त्यही भएर हामीले यहाँदेखि जान्छौँ। ट्रक पनि मेरो बानीसेन चलाउन अब 1 घन्टापछि बिहान भइहाल्छ। र हामी अहिले माउन्टेनमा मेरो पहिलाको भिडियोमा भन्थ्यो त माउन्टेन साइडमा चढ्छौँ। त्यहाँ एकदम बाटो एकदम पातलो भएर हाम्रो यो बाटो आयो। ट्रकको त्यो माथिको भाग छोइरहेको त्यसैले अहिले चाहिँ ब्याकग्राउन्ड सो गाइस आज चाहिँ ह्याप्पी तिहार होस् र आज सबैलाई ह्याप्पी तिहार। म चाहिँ एकदम बिहान के ब्लग चाहिँ मेरो आज ढिला आएर त्यही भएर ढिला आएर म माफ पाऊँ। अब म मन चाहना पोखराको भिडियो बनाउँछु कि ब्लग बनाउँछु कि जाँदैछु म अब त्यसको ब्लग बनाउँछु। अहिले चाहिँ एड हेर्नुपर्छ होला तर यो एड हेर्नु चाहिँ मलाई एकदम नराम्रो लाग्छ कि त्यो गाइस अब हामीहरू आधी बाटो मेरो बारी भाले कहाँ पुग्यो अहिले त अहिले हाम्रो भालेको छैन। हाम्रो च्यानललाई लाइक सब्सक्राइब गर्नुहोस्। तपाईँहरू कमेन्ट गरेपछि म फ्री फायरको मिलमा पनि जान्छु है कसम कमेन्ट गर्नुपर्छ पहिला कमेन्ट गर्नु फ्री फायरको मिलमा पनि जान्छु। बाटोमा गएर मलाई एकदम पिसाब लाग्यो पिसाब आइरहेको थियो। खलासी पनि थियो अब अहिले चाहिँ छैन। जाँदा धन्दा एक्सिडेन्ट भयो र पुच्चे गाडी कति स्लो हेर्दा थियो लाग्नुबाट हामी गाडीपछि हामी एकछिन ब्रेक लिन्छौँ है ब्रेक।
म चाहिँ खलासी भाइसँग कुरा गर्दै गइरहेको थिएँ। भाइ मलाई घरका पूजा भयो कि मलाई रोकिदिनु न। हुन्छ भाइ म रोकिदिन्छु है भाइ। लाइट पनि गुजार्नुपर्छ अहिले सुतेर। एक घन्टा मात्र सुत्ने हो फेरि। खुच्चे गाडी हाल्नु हो। अब चाहिँ काहीँ पछाडि चाहिँ रहनु जस्तो लागिरहेको अरे जङ्गल आउनु के हो साइलेन्ट गरेको पनि छैन क्या। त्यसैले जङ्गल आउनु पऱ्यो कि एकदम काट्छ। ल ल ल के हो ल जाँदा जाँदा हाम्रो एक्सिडेन्ट हो है। एक्सिडेन्ट भएर मेरो मुटुको ढक्कन ट्याक्क भयो। एक्सिडेन्ट भएर म एकैछिन यहाँ रुक्नु पर्यो यार। सो अहिले चाहिँ म आफ्नो ट्रकको खर्च सब तिराइहालेँ। यतिकै म पप गरेको थिएँ मलाई ठोकिदिनु के फेरि। जाम लाग्यो हेर्दै त कति छिटो घुमाइरहेको ल्याम पुरा लाम्नु यस्तै कि। अहिले त अहिले मेरो खलासी भएर चाहिँ पछाडि आइसक्यो। खलासी किन होइन अब ट्रकको साथी कि नाइटको साथी पालोबारी चलाउँछौँ। पेट्रोल त छ यसको चाहिँ स्टियरिङ सिस्टम एकदम लो क्लास के एकदम लो हो। घुम्दै न यार भन्ने बेला घुम्दै कि जस्तो कि म देखाउँछु है तपाईँहरूलाई रोकेर। जस्तो कि मैले अहिले यहाँ मात्रै घुमाएँ यो यति मात्रै हुन्छ कि यत्रो घुमाएँ जम्मा यति। ल यत्रो घुमाइ जम्मा यति हुन्छ रहेछ कि यस्तो फुल सिधा र यस्तो जम्मा यति कि यस्तो राम्रो लाग्दैन कि मलाई स्टियरिङ सिस्टम। मैले चाहिँ यो स्टियरिङ नै चेन्ज गरेँ यही लाउनु पर्यो के हतार। एकैछिन अहिले बाहिर कोही आएको थियो। ल अब हामी आधी बाटो पुगेर कुरा गर्छौँ के भयो गाडीले फेरि क्या हो केही त भएन। अब हामीले सामान हामीलाई छुट्याएर पानी पनि एकदम ओके परिरहेको छ कि। र अब भाली बसेर भिडियो बनाउनु भनेर साथी पनि मैले यो ट्रकको भिडियो बनाउनु
ठिक छ पनि हल्का रमाइलो पनि हुन्छ भनेर ल्याम्प भइरहेको ब्रेक पनि के भयो यसको भयो बडाम गुरुजी बडाम 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 अझै 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 बडाम बडाम हम तल तल पछाडि 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 बडाउनु के हुन्छ बडाउनु 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 ल मेरो खलासी भाइले चाहिँ भनिदियो हा खलासी नभने अहिले अहिले हामीलाई ओभरटेक गरेर गयो नि अब यसले सब यसलाई ओभरटेक गर्नु क्या अब हेर्नु गरेका छाडी त्यो तल छोडिदिनु लगराई अब ओडा गरी पाल्या स्पिड पकड हिट फलाको ट्रक हिट दे मोडिफाइड हो कि फेरि हाल्दा खाएर ट्रकको ब्रेक सिस्टम के हो यस्तो छ्या जो गाइस हाम्रो दोस्रो एक्सिडेन्ट भयो यहाँ ट्रकको ब्रेक सिस्टमले गर्दा है फेरि ट्रकमा हालेर चलाउन आइरहेको थिएन ट्रकको ब्रेक सिस्टमले गर्दा एक्सिडेन्टबाट ट्रकबाटै गइरहेको पछाडिबाट जाँदा त कि अगाडि जान्छ हेर्नु के गर्ने होला अहिलेको भिडियो अहिले यही खतम गर्छु लाइक सब्सक्राइब बाई बाई पछिको बस बाले बस्नु बाई बाई